ल अब हामी चाहिँ यहाँबाट ढोरपाटनको लागि निस्किँदैछौँ। हामी यहाँ दुईजना हुनुहुन्छ र अब यहाँबाट निस्किँदैछौँ। बिहानको 6 बजे पार्किङ भएको छ। हामी दुईजनाको भाडा आउँछ। जाँदैछौँ। अहिले हामी चाहिँ नयाँ पुलको घुम्तीनिर आइपुगेका छौँ। अब यहाँनिर हामी चाहिँ ब्रेकफास्ट खाँदैछौँ। हाम्रो सामान लिएर आइपुगेको छ। यहाँ चाहिँ नि सेल मजाले पकाएको छ। अब हामी यो सेल खान्छौँ। हामी यसरी पकाएको हुन्छ सेल पकाएको। अहिले हामी चाहिँ यो पार्कमा आएर बसेको छौँ। यो पार्क नजिक यो ठाउँलाई चाहिँ बतासे डाँडा भनिन्छ। गलकोटको बतासे डाँडा। र अहिले चाहिँ हामी आराम गर्दैछौँ। बाटो ठाउँ ठाउँमा यहाँको पिच छ। कुनै कुनै ठाउँमा अलिअलि अप्रोच हुन्छ, तर पनि बाटो चाहिँ एकदम सजिलो छ। त्यति गाह्रो चाहिँ छैन। हामी अहिले 11 बजे ठ्याक्कै यहाँ बुर्तिबाङ आइपुगेको छ। अब यहाँ हामी खाना खाँदैछौँ। अब खाना खाएर एकछिनमा हामी निस्किन्छौँ। अब हामी यहाँ बुर्तिबाङमा आएर थकाली होटलमा खाना खाँदैछौँ। ढोरपाटन जाने बाटो पुरै यस्तो छ। अप्रोच छ पुरै। बाटोभरि पानी भिजेको हुन्छ। चलाउनै गाह्रो। यो त अझै मैले खिचेको ठाउँ त अलिक सम्म ठाउँमा आइपुग्छ। तल त ओह्रालोमा त एकदम गाह्रो छ। मास्तिर भने खत्तमै छ बाटोहरू। अब हामी ढोरपाटन आइपुगेको छौँ। भिडियो च्याउहरू फोटो राख्दैछन्। पारिदेखि पुरै सबै ढोरपाटन। त्यही भएर यहाँ पाटनसम्म पाटन भयो भने ढोरपाटन नाम राखिदिएको छ। भोलि हामी जाने बाटो यता हो, माथि बुकी जाने बाटो। यता पाखा हामी बसेको होटल चाहिँ यो हो।
अब हामी चाहिँ ढोरपाटबाट निस्किँदैछौँ। निस्केर त्यहाँ चाहिँ नाचगान हुँदैछ मजाले। उहाँहरू पढाउनु भएको छ। अब हामी यहाँबाट यतिर लाग्दैछौँ छोटो बाटो सरी भुवाले। अनि हामी यताबाट जाँदैछौँ अब माथि बुगीतिर। अनि च्याउहरू पनि फल्दो रहेछ यहाँ मजाले। हजुर हजुर यहाँ चाहिँ हाम्रो आमाहरूले रक्सी बनाउँदैछ। यताबाट हामीले चाहिँ मुख्य बाटो छ भने यो बाटो मुख्य चाहिँ हामीलाई चाहिँ यता ब्लुसिप होटेलमा बसेको भएर यो छोटो बाटो भएर हामीले यो बाटो भएर आएको छौँ। यसरी यो फुलहरू यहीँ पुगिरहेको छ। अब यहाँबाट हामी बिस्तारै पुगी हामी दुईजना लाग्दैछौँ मजाले हाततिर। भयो भयो बुगीतिर त प्रस्थान गर्दैछौँ। ढोरपाटनबाट हिँडेको 15 मिनट जतिमा यहाँ आइपुग्दो रहेछ। अब यहाँबाट बिस्तारै माथि माथि लाग्नु पर्नेछ। मेरो साथी अगाडि हिँड्दैछ। ढोरपाटनबाट चाहिँ कोठाको चाहिँ 1500 लिँदो रहेछ। बिहानको ब्रेकफास्ट र बेलुकाको खाना गरेर त्यो चाहिँ सस्तो पर्दो रहेछ। अनि हामी दुईजनाको खाना डिनर र ब्रेकफास्ट अनि रुमको चार्ज गरेर चाहिँ 2500 गयो। ढोरपाटनबाट निस्केको 45 मिनटमा चाहिँ यो साँगुरे गौडा भन्ने ठाउँमा आइपुग्दो रहेछ। यसको उचाइ चाहिँ 3060 मिटर रहेको छ। बाटो त्यति अप्ठ्यारो छैन, सबै यसरी बनाइदिएको छ सबै ठाउँमा। लगभग आधा बाटोसम्म चाहिँ यस्तो छ होला। त्यही भएर मान्छेहरू चाहिँ यहाँसम्म चाहिँ बाइक नै लिएर आउने रहेछ। तर नल्याउँदा राम्रो रहेछ, किनभने यो एकान्त ठाउँमा राख्दाखेरि चाहिँ कसैले पेट्रोल तोडिदिने यताउति गरिदिँदो रहेछ नि हल्ला सुनेको थियो। त्यही भएर सकभर आउँदा चाहिँ नल्याएकै राम्रो हुँदो रहेछ त। ढोरपाटन पनि हिँडेको लगभग 1 घन्टा आधामा चाहिँ त्यो अन्तार्य थरी भन्दामा आइपुग्दो रहेछ। यसको उचाइ चाहिँ 3320 मिटर रहेको छ र यहाँ सजिलो होस् भनेर चाहिँ पुल पनि बनाइदिएको छ। ठाउँ ठाउँमा यता सानो झर्ना बगिरहेको छ। यता प्रसाद पनि राखिदिएको छ 2 भनेर। बाटो बाटोमा यस्तो प्रसादहरू अन्नै भेटिन्छ। त्यही भएर होस गरेर हिँड्नुपर्छ, कहिलेकाहीँ नहेर्दा फेरि दिन्छ। भाइ कहाँबाट आयो? हजुर बुगीबाट हो? कस्तो छ अहिले मौसम माथि? हो ठाडो खोला। अब ठाडो खोलासँग ठाडो ठाडो उकालो चढ्नुपर्ने बाध्यता आयो। हामी चाहिँ अहिले त्यो तलसम्म परेको पाटनबाट भित्र यो खोला बग्ने बाटो हुँदै 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 अहिले ठाडो उकालो चढ्नेमा चाहिँ आइपुगेको छ। सबैभन्दा गाह्रो उकालो भनेकै यो रहेछ। ठाडो रहेछ तलबाटै। यहाँबाट यता तल त्यहाँ पुरै ठाडो है, सिधा चढ्न चाहिँ नपर्ने, घुमाउरो भएर चाहिँ चढ्नुपर्ने ठाडै रहेछ। यसरी घुम्दै घुम्दै चढ्नुपर्ने रहेछ।
त्यति अप्ठ्यारो बाटो त छैन, मजाले सकिँदो रहेछ चढ्नलाई। अब भने हामी ढुङ्गे देउरालीमा आइपुगेका छौँ। अहिले चाहिँ बिहानको 11 बजेको छ र यसको उचाइ चाहिँ 3750 किलोमिटर रहेछ। आराम गर्नलाई यसो ठाउँहरू चाहिँ बनाइदिएको रहेछ धर्मशाला जसरी। यताहरू जानु पर्ने छ, माथि पुरै यसो ढाकेको छ अहिले चाहिँ। ठाडै उकालो एउटा सकियो, अब एउटा उकालो बाइक छ। अब यो पारी देखेको एउटा उकालो यो। फाइनल्ली हामी चाहिँ घाटपाट छेडा अथवा बुकी भन्ने ठाउँमा आइपुगेको छ। यसको उचाइ चाहिँ 4000 किलोमिटर रहेको छ। यस्तो देख्ने रहेछ यो चाहिँ। बस्ने सबै यस्तोमै छ, पारी पारी चाहिँ यस्तो देख्छ। बुकीहरू सबै बुकी भनेको यही नै हो, यसम्म परेको, त्यही भएर यस्तो चाहिँ बुकी भन्दो रहेछ। घाँसहरू मात्र चाहिँ, फुलहरू चाहिँ त्यति नरहेछ। अलि अगाडिपट्टि हाम्रो चाहिँ वासस्थान रहेको छ। सोचेको जस्तै ठ्याक्कै 12 बजे चाहिँ आइपुगेको छ हामी। ठ्याक्कै आएर म भयो 5 मिनट जति पनि रेस्ट गरेको छु यहाँ। र यस्तो छ, अहिले सिमसिम पानी परिरहेछ, ठुलो त छैन। अनि बस्ने कोठा चाहिँ यस्तो रहेको छ। यहाँ एकजना त भन्न मिल्दैन यसमा, को को आउँछ सबैजना मिलिजुली बस्नुपर्ने रहेछ। तलदेखि बाटो चाहिँ प्राय सबै यस्तै छ। बाटो अप्ठ्यारो त के छैन, उकालो भएकोले अलि यो ठाडो खोलाबाट चाहिँ ठाडै उकालै छ ठाउँ ठाउँमा। र आउँदै बाटो चाहिँ अलिक गाह्रो पनि हुँदो रहेछ मान्छेहरूलाई। कसैलाई चाहिँ आउँदा नै हाई लाग्ने रहेछ 4000 मिटरको उचाइमा भएर। र यो चाहिँ ब्लु सिपको हो भने यता चाहिँ बस्ने सबैजना मिलेर बस्ने चाहिँ यता रहेछ। र यता चाहिँ यो चाहिँ खाना पकाउने ठाउँ, सबै गर्ने ठाउँ चाहिँ यता रहेछ। त्यही भएर एउटामा हो। बत्ती चाहिँ छैन, त्यही भएर सोलरको पनि प्रयोग गरेको छ यसमा। दिनभरि बत्ती छैन, जे जति छ तल आफूले पहिले तल ढोरपाटनबाट सबै चार्ज गरेर आउनु होला। अनि सबै यस्तै छ यहाँ बस्ने, मजा छ आएर बस्दा। अहिले बिहानको 5 बजेको छ र सूर्योदय हुन लागेको छ। अनि यतातिर हिमाल देख्दैछ। हामी अहिले चाहिँ उठेर टिकातागातिर लाग्दैछौँ र त्यहाँबाट सनराइज र हिमालहरू हेर्ने विचारले अगाडि बढ्दैछ। यहाँबाट लगभग बुकीबाट लगभग हिँड्न सक्नेलाई 1.5 घन्टा हो भने हिँड्न नसक्नेलाई चाहिँ आधा घन्टा जति लाग्छ अरे, 2 घन्टा जति लाग्छ अरे। त्यही भएर हामी चाहिँ बिहानै उठेर हिमाल र सनराइज हेर्नलाई निस्किँदैछौँ। यता पारी हिमाल रहेको छ। हिजो आउँदा हामीले चाहिँ के पनि देख्न पाएन, किनभने पुरै हुस्सु र बादल लागेको थियो, पानी पनि परेको थियो, त्यो केही देख्न पाएन। मौसम चाहिँ पुरा अहिले यस्तो रहेको छ, सनराइज हुन लागेको छ। अब हामी यहाँबाट जाँदै चाहिँ पारी रहेको खोजबाट चाहिँ चढ्नुपर्छ। एकदम अप्ठ्यारो बाटो छ, ढुङ्गा रहेको छ त्यो बाटोतिर, र अलिक होस गरी चाहिँ हिँड्नुपर्ने रहेछ त्यसमा। त्यही भएर अब हेरौँ
कसरी हिँड्ने हो त्यो बाटोतिर है। अनि त्यसपछि माथि एउटा झन्डा हल्लिरहेको छ हो, त्यो झन्डा भएको ठ्याक्क टप्प तलपट्टि लगभग सक्ने 1 घन्टामा आइपुग्दो रहेछ। यहाँ आइपुग्दा हामीलाई लगभग धेरैमा 23 मिनट लाग्छ। लगभग त्यति गाह्रो त छैन रहेछ। अब यो ढोका रहेछ गाह्रो भनेको। अहिले हिमालहरू चाहिँ यस्तो देखेको छ पुरै सनराइज हुँदैछ। ल अब हाम्रो पहाड चढाइ चाहिँ सुरु भयो। यहाँबाट यस्तो छ। बाटो कहाँ छ हेर्नुहोस् न, देख्छ बाटो? बाटै छैन, यस्तो छ। पानी बगेर आएको खोल्छ जस्तो छ पुरै यो त। पानी पनि बगिरहेछ। यसरी नै यो पुरै खोल्छ, माथिसम्म चढ्नु पर्ने रहेछ। चढ्दा चाहिँ बिस्तारै चढ्नुपर्छ, हतार नगरिकन, अनि मजाले पुगिन्छ। हतार गरिने आफू पनि थाकिन्छ, चढ्न पनि सकिन्न, अनि गाह्रो पनि हुन्छ आफूलाई नै। त्यहाँदेखि बिस्तारै चढ्नुपर्छ यस्तो उकालोहरू चाहिँ हतार नगरिकन। यस्तो रहेको छ हेर। अब कता छ बाटो? मौसम पनि मजाले खोलेको छ। अहिले हामी राम्रो समयमा आइपुगेछौँ। मौसमहरू सबै कति मजाले खोलेको छ। बाटो सबै यस्तै छ, ठाउँ ठाउँबाट पानी बगिरहेछ। आधा जति त चढेर पनि सकिसक्यो। कोही कोही चाहिँ यसरी खाएर ठाउँ ठाउँमा प्लास्टिक फालिदिउँछन्। यस्तो ठाउँमा यस्तो काम चाहिँ नगरिदिनु होला। एउटा चौचो बोक्न सक्नेले एउटा बोक्रा बोक्न सक्दैन भन्ने कस्तो कस्तो मान्छेहरू आउँछ। खाएपछि झोलामा हालेर हिँडे कोही के गाह्रो छ त नि बोक्नलाई।
त्यो देखे सेतो चाहिँ होइन त्यहाँदेखि यतापट्टि रातो रातो थोरै देखेको चाहिँ हो यो ठ्याक्कै बुकी पाटनको अहिले टिकाधारातिर चाहिँ कस्तो रहेको छ देखाउँदैछौँ हामीले यस्तो पहाडको खोज गरेर छाउनुपर्ने छ हामी सँगसँगै आएको साथीहरू पनि छुटेर गइसक्यो छुट्यो भन्न तल रहेको छ हामी नै सधैँ पहिला आइपुगेको छौँ ल लगभग अब आइपुगेको छौँ हामी यहीँ खोजबाट छिने हो यहाँबाट ठ्याक्कै ल ल टिकाबाट हराउने बाटो पनि यस्तो रहेको छ यहाँ पनि वाइवाई खाएर फ्यालिदिएका छन् फेरि बाटोमै ओके अब आइपुग्यौँ ल हिँड्न त अझै बाँकी छ यो खोज मात्र सकिएको हो अझ अलिक परसम्म जानुपर्छ यसपछि चाहिँ उकालो छ कि छैन थाहा भएन मेरो बिचमा लाग्छ कि अझ पनि उकालो त होला डाँडामै हो खोइ हेरमै हो त्यहाँ माथि हेर्नुभयो हो ल आइपुग्यौँ हामी घोडा बढिरहेको रहेछन् वा फुर्से देउराली 4038 meter. Wow, so beautiful. Wow. Oh my god. Dami. Look yellow. Wow. Dami. Wow. We are just come from far from the train, then just on the way, so many long way to come way, then have to down this one. There is no any road, just one narrow the way. Then we just come from here, then here to like a come. Then after we go to there, somewhere have to there in Tikatara. Then we go to there. Then this place name is Furche Devrali. The altitude is 4038 meters. So many beautiful land. So horse also here. Very beautiful place. Sorry. Oh, more water. घोडा खच्चर टन्नै रहेको छ अब चिन्न सक्नेले चाहिँ भन्नुहोस् कुन चाहिँ घोडा हो कुन चाहिँ खच्चर हो है चिन्न नसक्नेले चाहिँ यसो हेर्छ त प्रायः चाहिँ खच्चरहरू देखेको छ यिनीहरू चाहिँ घोडा होला माथितिर रहेको नि खच्चर त हिँड्छ कुनै घोडा रहेछ बाटो बाटो त्यति अप्ठ्यारो चाहिँ छैन टिकटहरू आउँदा त्यही खोज एउटा मात्रै हो अलि अप्ठ्यारो भयो नि बाइक त सबै एकदम ठिकै छ सबै यस्तै बाटोहरू मात्र छ र हराउने चान्स पनि हुँदैन किनभने बाटो एउटै मात्र रहेको हुँदैन अब तपाईँ आफै हेर्नुहोस् भ्यू कस्तो देखेको छ पाखाहरू छ सबै कृपया यहाँ आइदिँदा चाहिँ ढोरपाटनमा भयो अनि यो
बुकीमा भयो यो टिका धारातिर फुलहरू चाहिँ मजाले फल्दो रहेछन्। नटिपिदिनु होला किनभने बाँकी आउनेले नै हेर्नु पऱ्यो नि। तपाईँ टिपेर सबै एकछिनको रमाइलोले उखालिदिनुहुन्छ, त्यसपछिले आउनेले चाहिँ फुलहरू पनि देख्न पाइँदैन, के देख्न पाइँदैन। मानिसहरूले सोसियल मिडियामा हेर्दा फुलै फुल देखिन्छ, कति रमाइलो देखिन्छ। आएर हेरिदिँदा त के नदेख्दा चाहिँ त्यति आएको चाहिँ मनलाई चाहिँ खल्लो बनाइदिन्छ। त्यही भएर फुलहरू टिपेर चाहिँ त्यसो चाहिँ सत्यानाश चाहिँ नगरिदिनु होला। एउटाको हिमालको दृश्य हेर्नु कति राम्रो देखिन्छ। हिमाल त आँखा अगाडि टाँसिएको जस्तो देखिन्छ, कति नजिक। हिमाल र हाम्रो उचाइ चाहिँ एउटै जस्तोमै रहेको देख्दो रहेछ हेर्नु नै। आँखाभरि यसरी पुरै घोडाहरू भयो, खचरहरू चढिरहेको। खोइ मानिस चाहिँ ढोरपाटनबाट यहाँसम्म आइएन भने चाहिँ ढोरपाटन आएको चाहिँ के अस्तित्व नै छैन। ढोरपाटनमा त के छ र, बस्ने ठाउँ एउटा छ त्यति हो। यहाँनिर एउटा खुला चौर छ। अरू हजुर त्यस्तो के देख्नुहुन्न। यहाँ आउनुहोस् बुकी, अनि त्यसपछि यो टिकाधारा आउनुहोस् अनि हेर्नुहोस् न, त्यहाँ देख्नु र यहाँ देख्नुमा के फरक देख्नुहुन्छ। आहा, कुनाबाट सूर्योदय हुने लागेको छ नि, यता चाहिँ हिमाल यस्तो हुँदैछ। अब हाम्रो यो सूर्यदेव चाहिँ कहिले प्रकट हुने खोइ थाहा भएन। आहा, यो हेर्नुहोस् कति मजा आछ, पुरै पाटन। काले गुड मर्निङ काले। यहाँ माथि रहेछ गोठ चाहिँ, त्यही भएर यस्तो देख्दो। यहाँ चाहिँ खाल्टो खनाले यसरी पानी पनि जमाएर रहेछ। के भयो भने खाम्ला छ नि होला। के देख्नुभयो? नसोचेको चिज देखिएछ। यस्तो पनि छ भने कसले चेताउँछ त। त्यही भएर भनेको बुकी टिकाधारा चाहिँ आउनुहोस्, दृश्य हेर्नुहोस् कस्तो देखिन्छ। ढोरपाटनमा चाहिँ के रहेको छ। हामी तल बुकीबाट यहाँ आइपुग्न 1 घन्टा मात्र लाग्यो, लगभग 1 घन्टा अलिक कम लाग्यो। त्यति गाह्रो त परेन। त्यही भएर हो 5 बजे निस्केको, 6 बजेभित्र मात्रै आइपुगेको थियो हामी। यस्तो दृश्य देख्यो। अब हामी यसो वरपर डुल्छौँ, यसो हेर्छौँ कहाँ के देखिन्छ, हेर्दै बसौँला।
सूर्यदेवले हामीलाई दर्शन दिनु भइसकेको छ। मौसम एकदम सफा छ। आज चाहिँ हाम्रो भाग्यमै साथ थियो। हिजो बेलुका मजाले पानी पनि परेको थियो, त्यही भएर धेरै पो हिँडेछ त। अलि भन्दा धेरै माथि नै आइपुगेछ। मान्छे पनि यति आएको छैन जस्तो छ। सुनसान छ पुरै पुगिदिएछ। ल यस्तो हरियो घाँस छ अनि त चर्नलाई एकदम रमाइलो भयो नि त। हामी यो पारी डाँडाबाट आएको यत्तिकै घुम्दै पोखरातिर बुन्दैनन् र? बुन्दैन कहाँ यस्तो बुन्छ, बुन्दैन। पहिला सुरु भेडा पाउनु पऱ्यो नि पोखरामा। मैलाले चाहिँ बुनेका हुन् हाम्रोमा। हजुर हामी अहिले यहाँ भर्खर गोठमा कुरा गर्दै थियौँ, यहाँ गोठमा। र गोठको दाइले भन्नुहुन्छ कि र उहाँहरू चाहिँ अहिले यहाँ बस्नुभएको छ। यो भदौ असोजतिर चाहिँ उहाँहरू तल झर्नुहुन्छ अरे। यो तल झर्ने बेलामा नै यहाँ नै हिउँ परिसक्छ अरे भदौ असोजमै चिसो भएर। त्यही भएर अनि मङ्सिर पुसमा त घाँटीसम्म आउने गरी हिउँ हुन्छ अरे। त्यही भएर त्यतिखेर चाहिँ कोही आयो भने चाहिँ मर्नको लागि आएमा चाहिँ ठिक छ अरे, न त नआयो हुन्छ अरे। त्यतिखेर चाहिँ त्योभन्दा अगाडि चाहिँ यहाँ आउँदा हुन्छ अरे। अरू त के छैन, अरू दृश्य राख्ने हुन्छ। अनि गोठ यहाँ एउटा मात्र रहेछ र यो गोठमा बस्नु ठाउँ त छैन, खोइ कसरी बस्नुहुन्छ उहाँहरू थाहा भएन। गोठामा बस्नु। ल अब हाम्रो चाहिँ हेर्ने चाहिँ सबै सक्यो। यो पारी डाँडामा रहेको चाहिँ त्यही रहेछ टिकाधारा भनेको चाहिँ। हामीलाई पनि सुरुमा थाहा थिएन टिकाधारा भने कहाँ, हामीले त यही ठाउँ नै होला भनेर सम्झेर आएको थियौँ। घुम्न गयौँ, उतातिर गयो, घुम्यो आयो। एक राउन्ड टिकाधारा पनि घुमेर आयो। नाम त थाहा थिएन कुन चाहिँ हो भने, तर ऊ पारीको चाहिँलाई भन्ने रहेछ टिकाधारा। त्यही भएर मान्छेहरू कोही आउनु छ आएछ भने यहाँ त्यो पारीकोलाई चाहिँ बुझ्नुहोस्। त्यही भएर चाहिँ जुन चाहिँ यहाँ आएर कुन चाहिँ हो भने सोध्दा धेरैले थाहा नहुँदो रहेछ। यहाँ आएपछि यही हो कि सोच्ने पनि रहेछ। त्यही भएर अब हाम्रो चाहिँ गन्तव्य यहीँ सक्यो। अब टिकाधारासम्म आउनु थियो, आयो, घुम्यो, सक्यो। अब फर्किँदैछौँ हामी यहाँबाट। बाई बाई। यहाँबाट चाहिँ नि भ्यू यस्तो छ है। अब बिस्तारै हिमाल पनि लाग्दैछ। अब हामी चाहिँ फर्काउँदै हो बिस्तारै। अब ओह्रालै लाग्नुपर्छ।